नमस्कार। एलानी जग्गावासीहरूलाई बालेन सरकारको ऐतिहासिक उपहार। 1 वर्षभित्रै हातमा लाल पूर्जा थमाउने सरकारको निर्णय। वर्षौंदेखि विस्थापनको त्रासमा रहेका एलानी जग्गावासीहरूका लागि सरकारले ऐतिहासिक राहतको घोषणा गरेको छ। प्रधानमन्त्री कार्यालय, सचिवालय र सम्बन्धित मन्त्रालयका स्रोतका अनुसार देशभरका एलानी जग्गामा बसोबास गर्ने नागरिकहरूलाई आगामी 1 वर्षभित्रै जग्गाको स्वामित्व लाल पूर्जा वितरण गर्ने तयारी थालेको छ। सरकारले उठाउँछ कि भन्ने डर र त्रासमा रहेका नागरिकहरूलाई अब नआत्तिन आग्रह गर्दै सरकारले उनीहरूलाई विस्थापित होइन, कानुनी रूपमै जग्गा धनी बनाउने स्पष्ट पारेको छ। यो कदमसँगै अब देशभरका लाखौं भूमिहीन र अव्यवस्थित बसोबासीहरूको वर्षौंदेखिको अन्यल अन्त्य भएसँगै एलानी जग्गाको मालिक बन्ने सपना बालेन सरकारले पूरा गर्ने भएको छ। दशबिन बालेन सरकारले गरेको निर्णय तपाईलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने भिडियोलाई सक्दो शेयर गरेर सबै सामु पुर्याइदिनु होला। मेरो 45 सालको कागजहरू छ मेरो, हैन? अनि त्यतिखेरदेखिको यो हेर्नुस्, यो सीताराम केसी के हुनुहुन्थ्यो त्यतिखेर प्रधान पञ्च हुने बेलाको मेरो सुकुम्बासीको कागज छ। तर मैले यो पैसाको चलखेलले गर्दाखेरि मसँग पैसा थिएन, मैले लाल पूर्जा पाउन सकिनँ। आज म यत्तिकै यता बसेको छु है। अब पाम्ला नपाम्ला त्यो छ। अनि त्यसको उले गरेर भएन भनेर मैले एउटा सानो घर बनाएको छु। मैले निशा दिँदाखेरि पनि घरको लाल पूर्जा सहित राखेर मैले फर्म भरेको हुँ, हैन? मैले सरकारलाई ढाँटेको छुइनँ। अब दिने नदिने उहाँको कुरा हो। तपाईसँग यो कागज सबै रहेछ है? मसँग कागज सबै छ। दशबिन यति बेला चाहिँ हामी पोखरामा छौँ। पोखरामा एकजना दिदीले चाहिँ आफ्नो यो सुकुम्बासीमा यहाँ उहाँ चाहिँ बसिरहनु भएको छ। 65 सालको ऊ पनि छ मेरो नाम भएको। यी गोरखापत्र पनि अझै राखिरहेको छु मैले। केही न्याय पाइन्छ कि भनेर अहिलेसम्म राखिराखेको छु। उहाँले चाहिँ देखाउनु भएको चाहिँ कागज के हो भने उहाँ चाहिँ अहिले सुकुम्बासीमा उहाँ बसिरहनु भएको छ यो सरकारी जग्गामा चाहिँ। अब उहाँको चाहिँ कुरा के छ भन्दाखेरि अब सरकारले चालेको कदमलाई चाहिँ उहाँले चाहिँ साथ सहमत पनि गर्नुभएको छ नि? हजुर, मैले गरेछु। गरेर नै म यहाँ चुप लाएर बसेँ। म कतै केही गरिनँ। एक दिन त मैले न्याय पाउँछु नि भनेर यो बोकेर हिँडेको हो। अब घर उनीलाई दिन्न भन्छ सर। घर त अब छोरीलाई पनि सुकुम्बासी बनाउनु भएन, त्यस कारणले गर्दाखेरि छोरीलाई पनि पढाउनु पर्यो। अब सुकुम्बासी भएपछि अब त्यस्तै हुन्छन्। अब त्यहाँ अब त्यस्तै सुकुम्बासी केटासँग बिहे हुन्छ। अनि फेरि उनीहरूलाई पनि फेरि सरकारको जग्गा चाहियो। अनि त्यसको छोराको छोरीलाई पनि चाहियो। त्यो नहोस्, म एउटा सुकुम्बासी भयो नि मेरो बच्चा नहोस् भनेको कारणले गर्दाखेरि म विदेशिएर मैले मेरो बच्चालाई मास्टर डिग्री पढाएर आज छाप्रो बनाएर राखेर त्यही अनुसारको बिहे भयो मेरो छोरीको। अहिले राम्रै घरबार छ। म जे जस्तो भए पनि छोरीको राम्रो छ। अरू अब के भनौँ, त्यही हो। अब दिनुहुन्छ दिनुहुन्न त्यो हजुरको कुरा हो। अब दिदीको भनाइ के छ भने म चाहिँ तपाईँ चाहिँ कति वर्षदेखि बस्नु भएको छ के अरे यो ठाउँमा? म 45 सालदेखिको बसेको हजुर।